चिंता नलिनुहोस्। मा चिन्ताम कुरुदेवसे हर्षचित्ते समावह। तपाईँ दुखी नहुनुहोस्। ज्ञान र वैराग्य भक्तिको उत्थानका निमित्त हामी तपाईँलाई सहज रूपमा सजिलो तरिका बताउनेछौँ। तपाईँ डर्नुहोस्। वैकुण्ठ भगवान वैकुण्ठाधिपति भगवान नारायणलाई साक्षात्कार गर्नका निमित्त सत्कर्म गर्नुहोस् भनेको रहेछ। तपाईँले सत्कर्म बुझ्नु भएन छ। तपाईँलाई हामी श्रीमद् भागवतको अनुष्ठानिक रूपमा तपाईँले श्रीमद् भागवतको आयोजना गर्नुहोस्। दिव्य थानमा खोजनी गरेर हामी तपाईँलाई भन्दै नै छौँ। नारदले तुरन्त भन्नुभयो, मैले वेद सुनाएँ, वेदान्त सुनाएँ, उपनिषद सुनाएँ, काव्य सुनाएँ, सत्शास्त्रहरू सुनाएँ, अनि पनि ज्ञान र वैराग्य उठेन। अब भागवत सुनाउँदा के होला र? नारदजीलाई कुमारहरूले भन्नुहुन्छ, श्री तपाईँले सही गर्नुभयो, तर के हो भने जस्ता प्रकारले उखु छ, उखुभित्र चिनी हुन्छ विद्यमान, उखुभित्र चिनी रहिरहेको हुन्छ। तर जबसम्म त्यो उखुभित्र रहेको चिनीलाई हामीले शोध गर्दैनौँ, परिष्करण गर्दैनौँ, तबसम्म चिनीको काम गर्न सक्दैन। दुधभित्र घिउ हुन्छ, दुधभित्र भएको घिउले घिउको काम गर्न सक्दैन। त्यसैले नारदजी तपाईँ भ्रममा हुनुहुन्छ। सबै शास्त्रहरूको फलीभूत, सबै शास्त्रहरूको सार, सबै शास्त्रहरूबाट मन्थन गरेर तयार गरिएको नवनी घिउ समान श्रीमद् भागवत हो। जानुहोस्, श्रीमद् भागवतको तपाईँ आयोजना गर्नुहोस्। श्रीमद् भागवतको आयोजना गरेर सङ्कल्पित यज्ञ गर्नुहोस्। सङ्कल्प गरेर ज्ञान वैराग्य भक्तिको उत्थान हुन सकोस् भन्ने सङ्कल्प बोकेर अक्षरांश श्रीमद् भागवतका शब्द ब्रह्महरू शुद्ध चित्तको साथमा शुद्ध तरिकाले वाचन गरेर ईश्वरार्पण गर्नुहोस्, ईश्वरमा निवेदन गर्नुहोस्। तपाईँको सङ्कल्प पुरा हुनेछ।